कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। श्री परमात्मने नमः। आज भाद्र कृष्ण अष्टमी। आजको रात्रि श्री कृष्ण जन्माष्टमीको रूपमा मानिन्छ, किनकि आजभन्दा 5250 वर्ष पहिले भाद्र कृष्ण अष्टमीको राति कंसको कारागारमा रक्षकहरूलाई मोहमा पारेर वसुदेव र देवकीको 8औं गर्भको रूपमा र विष्णु भगवानको 10औं अवतारको रूपमा जन्म लिनुभएको श्री कृष्णलाई योगेश्वरको रूपमा र गीतामा श्री भगवानको रूपमा सनातन हिन्दू धर्मावलम्बीहरूले मानिआएका छौँ। उहाँले गीता मार्फत दिनुभएको ज्ञानलाई आफ्नो जीवनमा प्रतिबिम्बित गराएर जीवनलाई सार्थक पार्नु हामी सबै सनातन हिन्दू धर्मावलम्बीहरूको कर्तव्य हो। जय श्री कृष्ण।